आउनु साथीहरु म तपाईहरुलाई पनि मसँगै लान्छु ल 4:09 भयो त हाम्रो यात्रा सुरु हुन्छ हेलो गाइस मेरो नाम सुशीला बाछे मगर म चाहिँ नवलपुर देवचुली छ मुन्डेबाट यो चाहिँ मेरो पहिलो सर्ट भिडियो बल्ल बल्ल आर्ट जुटाएर मैले गर्दै छु त्यो पनि हामी देवचुली गएको दिन हामीले चाहिँ देवचुलीसम्मको यात्रा राति नै गर्ने भनेर प्लान थियो हाम्रो छिट्टै यस्तै 3:30 बजेतिर त्यस्तै हो यताउति गर्दा कल्लाई पालो उठाएर हिँड्दा 4 बजिसकेको थियो अनि हामी कीर्तिपुरसम्म अटो बोलाएर अटोमा गयौं त्यसपछि हामी लाग्यौं कीर्तिपुरबाट सिँढीको बाटो ललवा चाहिँ यहाँबाट दिलवा कतै जानु छ भने पहिले 1 महिना अगाडिदेखि प्लान गराउँछन् कति को जाने भनेर लास्टमा त्यस्तै हुन्छ साथीहरु यताउति गर्दा हामी टोटल 9 जना बथ्यौं भाइहरु हामी गरेर तर रमाइलो थियो त्यस्तो घाम पनि लाग्थेन त्यस्तो धेरै हिँड्न पनि सजिलै बथ्यो तर जुका आउँछ भनेर हामीलाई यति डर थियो कि हामीले हातमै नुन बोकेर गथ्यौं त्यही पनि हामी 9 जना भए पनि कोही हिँड्न सक्ने कोही हिँड्न नसक्ने भएर हामी 9 जना पनि 3टा ग्रुप भएर हिँडेथ्यौं कोही अगाडि कोही पछाडी कोही बाटो न्युरो टिप्दै कोही हिँड्नै नसकेर कीर्तिपुरबाट पछि लाउँदै गएको कुकुर हामीले बाटोबाट एकजना साथी भेटाएर 10 जना भयौं हामी टेडेङ माथि देख्नु भन्छ नि यो उकालो चढ्दै गएको हामी स्याहारा फ्याउँदै यो चाहिँ माथि खाना खाने ठाउँबाट माथि पुगेर भ्यूहरु हेर्नु कस्तो दामी छ यो चाहिँ हिँड्दै गएर 7:30 कति बजेतिर हामी पुगेथ्यौं त्यहाँ यो चाहिँ मेरो भरिनी र पछाडी हिँड्ने रातो लाउनु भएको टी-शर्ट म्याच भएर मेरो साथीले जिस्काउँदैछ सुन्नु होला कताबाट ट्विनिङ भइछ ट्विन्सहरु उ चाहिँ मेरो बहिनी गाइस मैले फुल टिपेर लगाइदिदै छु प्रीतिले क्याप्चर गरेछ थ्यांक यू अति भोक लागेर बाटोमै बिस्कुट खाएको हामीले दादी छोरी अनि यो चाहिँ माथि प्रतीक्षालयमा पुगेर हामी एकछिन थकाइ मेल्ने बेलामा बाटो फोटो भिडियो खिच्दै गयौं हामी अब चाहिँ क्लिपहरु राख्छु यतिकै हेर्दिनु ल साथीहरु